शुभ बिहानी आजको दिन 2025 नोभेम्बरमा मैले सानो छोटो भिडियो आफ्नो यादगार बनाएर म क्याप्चर गर्दैछु। म लङ्का रोड बाटो हिँडिरहेको छु। यहाँनिर मेरो धेरै राम्रो यादहरू छ। यो बाटोमा म धेरै कुद्थेँ। आजभन्दा 2008 दिनको कुदेको अहिलेसम्म कुदि नै रहेको थियो है। सक्सेस पनि पायो यो बाटो त्यस्तो लाग्छ छैन। सक्सेस पायो भन्दा तपाईँले बुझिहाल्नुहुन्छ होला है। आउँदो यो युवाहरूले सबले बुझिहाल्छ कि सक्सेस पायो कुदेर। तर अहिले चाहिँ जङ्गली जस्तो भएको छ आफ्नो घरमा आउँदाखेरि। किनकि मलाई ड्रेसिङ सेन्स छैन क्या है। म यो बाटोलाई धेरै धन्यवाद दिन्छु। यो बाटोमा म धेरै है गर्लफ्रेन्ड थिएन, तर गर्लफ्रेन्ड थियो भन्दै कुद्थ्यो क्या। भेट्न जान्छु भन्दै बाटोमा भेट्छ केही भनेर गर्लफ्रेन्ड क्या। गर्लफ्रेन्ड बनाउने ट्यालेन्टै थिएन क्या गर्लफ्रेन्ड बनाउने है। गर्लफ्रेन्ड बनाउने ट्यालेन्ट नभएको कारणले गर्दा है धेरै कोही बात छैन। र पनि गर्लफ्रेन्ड त भयो जसो तसो। गर्लफ्रेन्ड मेरो बुढी छ, मेरो छोरी छ, अहिले मेरो छोरा छ। त्यत्रो धनसम्पत्ति त छैन, तर म आफूलाई धनी मान्छे, धनी व्यक्ति मान्छु क्या। छोरा छोरी है मान्छेलाई अमूल्य चिज जीवनमा। छोरा छोरी बुढी आमा बाउ यति भयो भने खुसी हुन्छ क्या सारा दिन।